आज हामीहरु टिकापुर घुम्न गएको यति धेरै भिड थियो नि साथीहरु मैले काठमाडौँमा पनि यस्तो जाम देखेको थिएन के गाडीको त्यस्तै मान्छेहरुको पनि यति धेरै घुसो थियो नि साथीहरु खुट्टो टेक्ने ठाम थिएन अनि त्यहाँ चाहिँ एउटा फ्यान भनौं या साथी भनौं है दुईटै हुनुहुन्छ उहाँलाई भेट्यौं सो त्यो भन्दा पहिला स्वागत छ साथीहरु हजुरहरुलाई मेरो आजको मिनी भ्लगमा आई होप सबजना सन्चै हुनुहुन्छ होला नयाँ वर्ष भनेपछि चाहिँ नयाँ लुगा लगाउने राम्रो राम्रो ठाउँमा घुम्ने मिठो मिठो खाने दिन हो नि त यो चाहिँ हामी सबैजना मिलेर चाहिँ टिकापुर पार्क घुम्न जाने भन्ने चाहिँ प्लान बनायौं हाम्रो चाहिँ जहिले प्लान बनाएर क्यान्सल हुन्थ्यो यो चाहिँ क्यान्सल भएन अनि साथीहरु गाडी कुड्ने ठाउँमा पनि यति धेरै भिड थियो नि गाडी पाइन्न कि जस्तो लागिरहेको थियो धन्न चाहिँ हामीले आफ्नो मान्छेको गाडी भेट्यौं र चाहिँ त्यहाँ बसे उहाँहरु चाहिँ आफ्नो फ्यामिलीहरु मात्र गइराख्नु भएको रहेछ नि हामीलाई देखेर हामीलाई पनि लिएर जानुभयो हामीले टिकापुरबाट सत्तीबाट टिकापुर 10 चोटी राउन्ड हाने होला कि बाटै नपाएर हैन यति धेरै घुइचो के जहाँ पनि भिडै भिड 2-3 घण्टा घुमेर चाहिँ बल्ल तल टिकापुर पार्कको गेटनिर पुग्यौं त्यहाँनिर त झनै भिड थियो साथीहरु हाम्रो अगाडि एउटा गाडी पनि थियो के त्यसले पछाडी नहेर चाहिँ ब्याक गर्ने बेला चाहिँ हाम्रो गाडीलाई चाहिँ टक्कर लाग्यो त्यति खासै नोक्सान त केही भएन तर नम्बर प्लेटमा चाहिँ अलिकति क्र्याक भएको रहेछ अब त्यति भइसकेपछि पुलिस नआउन त कुरै भएन अनि पुलिस पनि आइहाल्नु भयो त्यहाँनिर पनि लाइन लागेर चाहिँ बल्ल तल टिकट पायौं टिकट पाएर चाहिँ हामी भित्र गयौं अनि त्यसपछि मेरो चटक सुरु भइहाल्यो आजको क्यामेराम्यान चाहिँ मेरो देवर बाबु हुनुहुन्छ अनि मेरो छोरीले त पानी पानी भनिरहेको थियो कि अनि पानी किनेर ल्याएर चाहिँ उसलाई शान्त बनायौं आजको भिडियो चाहिँ अलिकति लामो हुन सक्छ साथीहरु पुरा हेरिदिनु होला अनि हामी त्यहाँबाट चाहिँ पार्कतिर लाग्यौं त्यहाँबाट चाहिँ एकछिन हामीले वीरेन्द्र राजाको घरलाई चाहिँ हेर्यौं है साच्चै कि साथीहरु यस्तो भन्छ नि चाडपर्वको बेलामा चाहिँ काहीँ कतै जानुहुन्न भनेर यति भिड थियो नि साथीहरु खुट्टो टेक्ने ठाउँ थिएन के म चाहिँ बीचमा घुसेर चाहिँ भिडियो बनाइरहेको थियो अब यति टाढादेखि गएको छु अनि भिडियो त बनाउनु पर्यो तर यति बेला चाहिँ फुलहरु यस्तो राम्रो फुलेको थियो नि साथीहरु एक्चुअली पहिला पनि गएको थियो तर त्यति बेला खासै केही राम्रो थिएन सब पातहरु झरेका थिए है अहिले त चारैतिर हरियाली फुलहरु फुलेर पनि ढकमक्क भएका थिए हजुरहरु कसैलाई पनि जान मन छ भनेपछि यति बेला जानु होला यति बेला चाहिँ एकदमै राम्रो छ अनि साथीहरु उहाँले चाहिँ मेरो सबै भिडियोहरु चाहिँ हेर्नुहुन्छ हैन मलाई मेसेज पनि गर्नु भएको थियो हजुर टिकापुर आएपछि मलाई खबर गर्नु होला भनेर अनि त्यही भएर चाहिँ म जाने बेला चाहिँ उहाँलाई खबर गरेको थिएँ उहाँ चाहिँ एकदमै रमाइलो हुनुहुँदो रहेछ एकदम फ्रेन्डली कि उहाँले पनि भ्लगहरु बनाउनुहुन्छ उहाँको नाम चाहिँ मनिषा परियार हो एकचोटी उहाँको प्रोफाइलसम्म पनि गइदिनु होला भेटघाट पछि म फोटो खिच्नको लागि बसे खासमा के साथीहरु म त क्यामेरामै फोटो खिच्नको लागि गएको मेरो मोबाइलको क्वालिटी त्यति राम्रो छैन नि त साथीहरु त्यही भएर अनि हामीले धेरै टाइम वेस्ट गरेनौं त्यसपछि घरतिर लाग्यौं ठिकै साथीहरु मैले यो भिडमा चाहिँ मोबाइलहरु ठडाइराको थिएँ नि त अनि सबैजनाले चाहिँ मलाई हेरिराख्नु भएको तर मलाई चाहिँ एउटा पनि लाज लागेको थिएन है अब कहिलेकाहीँ चाहिँ पब्लिक प्लेसमा चाहिँ भ्लगहरु बनाउनु पर्यो भनेपछि यसरी लाज मान्नु त हुँदैन साथीहरु त्यही भएर चाहिँ मैले हिम्मत जुटाएर चाहिँ भ्लग बनाइराको थिएँ यो मैले भिडियो सँगसँगै बोलेर बनाएको भ्लग चाहिँ युट्युबको लागि हो आज चाहिँ अपलोड गरिदिनु होला भोलिसम्म चाहिँ अपलोड गर्छु हजुरहरु गएर हेरिदिनु होला जान चाहिँ हामीहरु घरबाट छिटै निस्केको थियौं अनि त्यो बाटोमा टाइम लाग्यो के घरमा कोही पनि थिएन हामी सबैजना गएको थियौं नि त अनि त्यही भएर भैँसी दुने टाइम पनि भइसकेको थियो त्यही भएर हतारले चाहिँ हामी छिटो निस्किरहेको थियौं जाने बेला पनि त्यस्तै भिड थियो साथीहरु आउने बेला पनि त्यस्तै भिड है अनि मनमा एउटा चिन्ता पनि थियो कि भैँसी बाख्राहरु बानेर आएको थियौं नि त कसैले घाँटी सुर्काएर मरे कि भन्ने पनि चिन्तै थियो अनि त्यो बिहान गएको साँझ पर्न आँटिसकेको थियो भोक पनि लागिसकेको थियो सबैजनालाई अनि हामीलाई चाहिँ अंकलले फोन गर्नु भएको थियो अब घर जानुपर्छ छिटो आउनु भनेर आएको त मामा अंकल अनि एउटा दाइ चाहिँ आइसक्नु भएको रहेछ अंकलले चाहिँ मलाई सोध्नु भयो कि भ्लग कस्तो बन्दैछ बुहारी भनेर चाहिँ राम्रो बन्दैछ अंकल एकचोटी हाई भनिदिनु र भने अनि अंकल चाहिँ हाई भन्नुभयो अनि यता मामाले पनि सबैजनाले चाहिँ हाई भन्दै हुनुहुन्छ सो आजलाई यति नै साथीहरु भेटौँला अर्को भ्लगमा त्यतिसम्मको लागि बाइ बाइ